quieres divertir. ल गाइज अहिले चाहिँ बिहानको कति बज्यो? बिहानको 3 बजेको छ। हाम्रो यात्रा चाहिँ मकालु बेस क्याम्प है त। आज अहिले सञ्जीवको घर इटरीमा छौँ। हल्का ओटिटी देखाइदियो के हो आउटफिट अफ द डे हो यो हाम्रो ओटिटी ओटिटी हैन गक्स उसलाई हाल्नु न भित्रै हल्का ल त ल यही हो ल। भान्जो चाहिँ हल्का फ्रेस हुन गएको छ। हामी चाहिँ अब निस्किन्छौँ ल। बिहानको 4 बजेको पनि छैन होला। सफारीमा 2 बजे निस्किनु पर्यो राति के हुनु पर्ने है सालै ल काट्छौँ हामी काट्छौँ पाख्रीबास नेरी हो पाख्रीबास नेरा हो 2 किलोमिटर छ क्या उता ल। अहिले चाहिँ हामी पाख्रीबास नेर आइसक्यो। फर्स्ट स्टप होइन थुक्पा खाना बस्दैछु होइन 10 मिनट हुन्छ अरे। चना पनि आइसक्यो लभली छ। ल अहिले चाहिँ बिहानको 10 बजेको छ है। अनि अहिले चाहिँ हामी खाँदै आइसक्यौँ। भान्जोलाई चाहिँ हल्का इभीले चाहिँ गाह्रो पारेको छ। हामी सञ्जीव र मलाई चाहिँ खासै नेभर अब चाहिँ हाम्रो कहिले अब नुमको गाडी चढ्छौँ। नुम होइन सिधै जान्छ मलाई डाइरेक्ट हाफ क्याप कि फुल क्यापमा केमा जान्छ नि थाहा छैन। तर त्यसमा गएर आजको हाम्रो बास त्यही हुन्छ। भोलिदेखि चाहिँ हाम्रो अलिकति हिँड्नु पर्यो 2 आवर्स गर्दा या ओके अपडेट गराउँदै गर्छौँ। अहिले चाहिँ हामी खापबारीबाट हामी चाहिँ माने भन्छ बिहान 9:30 देखि 9:30 बसेर कुरै छौँ। यहाँ दाइले कुरा दाइ चाहिँ हाम्रो दाइ यहाँ हुनुहुन्छ है। अहिले चाहिँ हामी सेडुवा जाँदैछौँ। सेडुवा अब भोलिदेखि चाहिँ हाम्रो ट्रेक सुरु हुन्छ रियल ट्रेक। अहिलेको भ्यू चाहिँ त्यस्तो छ दामी नो कम्प्लेन। त्यही त कर्मले ढाँट्यो त्यो उसले पनि ढाँट्यो हामी अखबारको घर थियो अनि कर्मलाई बोलिहाल्यो भनेर बसेको ढाँटेको देखेको छ त्यो Num Valley में। So guys, good morning from शिरुवा। हाम्रो गाइजहरू यहाँ हुनुहुन्छ है। ऋषिजी यहाँ हुनुहुन्छ, सुतिरहनु भएको छ। हाम्रो सुत्ने ठाउँ चाहिँ यस्तो छ है त।
हामी चाहिँ म यहाँ सुतेको कति मोटो आयो यार केटाहरू चाहिँ यहाँ सुतेको है त के हो यार मारेको छ यार के हो यार we gonna rock Predator क्याप्टेन Leader Leader. यहाँ अब अहिले त्यो बेलासम्म हामी भनेको नुन खर्क पुग्नु पर्ने प्लान थियो तर पानी परेर नुन खर्क होइन हौ प्लास्टिक गाउँ ओस् तासी गाउँ गएर चाहिँ खाना खाने प्लान थियो हाम्रो 8 बजीसम्म तर ठिकै छ यस्तै हो अब एडभेन्चरमा तलमाथि भइहाल्छ अब हेरौँ केही न केही हामी निकालिहाल्छौँ है होइन त्यही हो अब सोल्युसन निकाल्दै हिँड्ने हो सबै सोचे जस्तो त हुँदैन नि त पानी पर्दै चाहिँ यसलाई पनि हामी ट्याकल गर्छौँ भन्ने हाम्रो छ सोच बिहानको ब्रेकफास्ट है त ल सम्झिँदै थिएछ अनि हामी बसेको गाउँ चाहिँ यही हो यो चाहिँ राष्ट्रिय निकुञ्ज कार्यालय रहेछ हामी बसेको होटल यही हो आज हामी अब माथि जानुपर्ने ल हाम्रो यात्रा सुरु भयो अब यहाँ छ सञ्जीव हामी बसेको होटल अरूहरू पनि छन् कता हो त बाटो आजको बिहानको सुरुवात चाहिँ यस्तो छ पानी परेर है अहिले चाहिँ हामी सिडुवा भन्ने ठाउँमा छौँ अनि अब खाना खान चाहिँ हामी एकदम ओपर हिँड्दैछौँ होइन खाना खानको लागि 8 बजीसक्यो आजको खाना खाने ठाउँ चाहिँ तासे गाउँ हुन्छ ल ठाउँ चाहिँ यस्तो दामी छ नि यार यो चाहिँ कोदो हो यति माथि छौँ अहिले चाहिँ ठाउँ चाहिँ दामी छ त्यही हो हाम्रो पहिलो फर्स्ट स्टप है त रेस्ट गलेको छ सञ्जीव ऋषि दाइहरू आउँदै हुन्छ दाइहरूलाई पर्खेर हामीले चाहिँ कुन बाटो हो भनेर हेर्नलाई बाटो सही छ कि छैन सन्दीप भन्दा We're all falling and we need a place to hide, a safe place somewhere in the woods we can start a fire. All we know is what will be our home. We will stay. तासी गाउँ हुँदै जाने बाटोमा जाँदैछौँ तासी गाउँ आउन अझै सायद 3 घन्टा जस्तो छ होला होइन 4 घन्टा जस्तो छ बाटो चाहिँ यस्तो मक्खन देखाइदियो सन्दीप मक्खन यता देखाइदिएन त्यो मक्खन छ क्या बाटो चाहिँ यो धेरै मान्छे धेरैजना नआएर पनि होला एकदम सफा पनि छ अनि दामी पनि क्या भ्यूहरू पनि आज पानी परिरहेछ हल्का त्यही पनि
भ्यूमा चाहिँ केही कमी चाहिँ छैन हल्का हिमालको लुक्स पनि देखाइदिउँ है त हिमाल रेन्जहरू जस्तो देखिरहेको We will stay till the break of dawn. Cold night takes us to ल गाइज अहिले चाहिँ हामी हाफ वे है त तासी गाउँ चाहिँ सायद उयो हो होइन अब चाहिँ लगभग 1.5 घन्टा जस्तो लाग्छ होला सञ्जीवलाई कति लाग्छ कति लाग्छ होला तपाईँ 25 around minutes tucked up somewhere in the woods on a hill. Wake up feeling the cold in between our toes. Is there a way back? Nobody knows. And we leave it all behind. Can't you see? हामी चाहिँ अहिले तासी गाउँ आइपुग्न आँटेको छौँ है तर हामीले सबैभन्दा वर्स्ट पार्ट चाहिँ यो ट्रेकको देखेको भनेको चाहिँ सब ठाउँमा चाहिँ फोहोरहरू फ्यालेको थियो है भान्जोले यहाँ एउटा बोटल बोकिरहेको छ है नो लिटरिङ है इन्फ्लुएन्सरहरूले गर्दाखेरि नै हो तर एकदम चाउचाउको खोल होइन के चक्लेटो खोलहरू एकदम भेटिरहेको थियो त्योहरू चाहिँ अब कसरी बन्द हुन्छ भनेर हामी नै अलिक सचेत भयौँ भने चाहिँ हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ है भान्जोलाई के लाग्छ एकदम सचेत हुनुपर्छ हाम्रो जति पनि फलोवर्सहरू चाहिँ एकदम यस्तो नगरिदिनु होला फलोवर्स भन्दा पनि अब देश विदेशमा रहनुभन्दा पनि त्यो 32 भ्युज जसले दिनुभएको छ लगभग त्यति नै त त्यही हो अब त्यही चाहिँ नगरिदिनु होला भन्ने हाम्रो चाहिँ अनुरोध नै भनौँ मलाई होइन अनुरोध पनि हो धम्की पनि हो धम्कीको रूपमा लिँदा पनि भयो ल तासी गाउँ चाहिँ हेरिरहेछ है त And we all sit around the fire. We feel a little warmer now. And we all sit around the fire. We feel so much better now. हामी चाहिँ खाना खाएर तासी गाउँबाट चाहिँ अर्को आजको बस्ने ठाउँ जाँदैछौँ डाँडाहरूको केटाहरू हिँड्दैछ यो चाहिँ कडा कहाँ हो यो भिडियो कल त कहाँ हुन्छ यहाँ अब यो हुँदैन यो एनटिसीको टावर त त्यो अर्को मोबाइलमा सानो मोबाइलमा लगाएर अलिअलि आइरहेको तासिकाबाट हिँडेको कम्तीमा पनि 3.5 घन्टा भइसक्यो होला है स्थिति यस्तो छ प्रकाश अगाडि छ सन्दीप पछाडि छ सब यस्तै मात्रै छ यस्तो ठाडै उकालो मात्रै 4.5 घन्टा हुन आँटिसक्यो होला हिँडेको यस्तै छ आज लास्ट खुट्टाले दुःख पाइरहेछ यार आज हामी दुध होइन डाँडा खर्कामा बस्छौँ भोलि चाहिँ दो बाटे सायद पुग्छौँ होला
दियो भाइ त्यो सस नुन सुन हाम्रो ऋषि सर यहाँ अलिकति गाह्रो भएको अवस्था हाम्रो मामालाई पनि हप्का आएर चाहिँ सम्हालिरहेको छु मैले होइन अनि यहाँ चाहिँ सबैजना सुतिरहनु भएको छ अनि माथि साना बजेको सुनिँदैन होला मोबाइलमा तर डेन्जर पर्दैछ अनि मामा र भान्जोको चाहिँ डिसिजन तलै फर्किने भयो अब मैले हारेँ म पनि तलै फर्किने सोचेँ कसको डिसिजन चाहिँ हारेको जस्तो आफ्नो डिसिजन चाहिँ होला होइन माथि जाउँ अलिकतिसम्म जाउँ न त भन्ने चाहिँ सोच्थ्यो त्यही भने ठिकै छ होइन त मामा के छ हिउँले कति फिट हिउँ मामाको एसिएल के छ त अनि एसिएल ठिक छ कि हिउँ कति फिट गएर छ त्यहाँ हिउँ चाहिँ हिँड्दाखेरि चाहिँ लगभग 4 गुणाभन्दा अलिकति मुनिसम्म चाहिँ आउँछ अरे अनि त्यहाँ जुत्ता सुत्ता भिज्दैन हाम्रो त्यस्तो हिउँमा हिँड्ने जुत्ता पनि भएन अनि हामी दाइहरू पनि भइरहेको थियौँ यहाँ दाइहरू चिरमा सुतिरहनु भएको छ होइन दाइहरू पनि फर्किनुहुन्छ होला ठिकै छ के गर्नु त एमबिसी नसकिने इबिसी सकिहालिन्छ होइन त्यसमै खुसी मानेर नेक्स्ट इयर गइन्छ होला ल ठिकै छ अनि त भान्जोको के छ यसमा भनाइ नेक्स्ट इयर समिट हालिन्छ ल ओके अहिले चाहिँ हामी टाढा खर्कमा छौँ बिहान सञ्जीवजी यता ब्रस गरेर मुख सुख धोएर म चाहिँ फ्रेस भएर भएँ हामी बसेको चाहिँ यहीँनिर हो अन्त फ्रेस हुँदैछ है यहाँको भ्यू चाहिँ सट्ट यस्तो छ है आज पुरै हिउँ परेर यस्तो भएर होइन त हजुर कस्तो लागिरहेछ हामी के गर्छौँ मलाई त एकदम हिउँ परेर यहाँ हिउँ परिरहेछ है अब हिउँमा हाम्रो त्यस्तो खालको जुत्ता सुत्ताहरू पनि छैन त्यस्तो खालको गियर्सहरू पनि हामीले त्यही अनुसार ल्याइएन होइन प्रपर प्रिपेरेसन भएन हिउँको लागि अनि अब फर्किने विचार हुँदैछ हेरौँ अब अरू साथीहरूले के भन्नुहुन्छ रिक्स नलिउँ भन्ने सो अब मनमा एनर्जी त टन्नै छ माथि जाने तर एनर्जीले मात्रै हुँदैन रहेछ बाटो पनि वेदरले साथ दिएन ठिकै छ हाम्रो भान्जो पनि अलिक सिकेस्त पनि भयो त्यसैले पनि We feel a little warm now, and we all sit around the fire. We feel so much better now, and we all sit around the fire. We feel a little warm now, and we all sit around the fire. We feel so much better now. Straight out of Pokhara, representing history, Rajsurat 5 and Gokua and straight out of Gokua. Biart Chok. Yeah, check it out. AKA Bhanjo. अहिले हामी पृथ्वी चोकमा हो पहिले हामी मार्दै जाँदाखेरि यही गाडी लिएर आउँदाखेरि नान खाएको होटल हो मैले खाएको
केटाहरूलाई प्याडलिङ प्र्याक्टिस गराउँदै उनीहरूको रोड रहेछ कुरा गर्थेँ मैले आज गाइजहरू स्टारमा एप अन गरेर यसरी सजिलो हुँदो रहेछ तर अन गरेर अहिले हामी 0 देखि हिँड्दै 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 कहाँसम्म म चाहिँ बेगनास सरी केवाबाट है त्यहाँबाट हिँड्दै आयो हाम्रो मामा चाहिँ मैले चाहिँ म पनि अब मामा र म सँगै जाने सल्लाह गऱ्यौँ फेरि भान्जाको फर्स्ट टाइम पोखरा हराउँछ भनेर म चाहिँ भान्जासँगै आएँ भान्जालाई लिएर ठिकै छ मेरो कार्डियो म भोलि एक्स्ट्रा हानेर पुरा गर्छु आजको स्टेप काउन्ट मेरो अलिकति यो सन्देशला हो थोरै हुन्छ सबैजनालाई मेरो गाइजहरूलाई भान्जा अलिकति लुक्दैछ केही छैन आफ्नो क्यापेबिलिटी आफ्नो पोटेन्सियल जति छ त्यही त हिँड्ने हो अनि हाम्रो अगाडि चाहिँ ठ्याक्कै माछा बुझ्रेर अन्नपूर्णले चाहिँ हामीलाई टक्क हेरिरहेको छन् यस्तो तरिकाले खै कस्तो तरिकाले हो यस्तो तरिकाले अनि यो आइफोन त किन्यो है भाइदेऊ है सुनाएको होइन तर यो रियल टाइममा स्विच हुँदैन रहेछ पछाडि भान्जो यसमा के भन्न चाहन्छौ तिमी रियल टाइम स्विच हुँदैन रहेछ क्या पछाडि हल्का एन्ड्रोइडको फिचरहरू कुनै कुनै मिसिङ हो जस्तो लाग्छ मलाई डबल ट्याप गरेर ठ्याक्क त्यो जुम होइन यसो ट्याक्क राउन्ड हान्ने जति लिएर अहिले ठ्याक्क म माछा बुस्रेको भ्यू देखाउँथेँ होला तर के गर्नु अझै हाम्रो अझैको पनि अब 2 विक्स छ केही छैन अब साथी अब बल्ल नेपाल आएको बेला रमाइलो गराइदिउँ न भनेर ल्याइयो पोखरा अनि ठिकै छ अरू यस्तै हो 2 किलोमिटर रहेछ 0 देखि लगभग 1 किलोमिटर त हामीले तय गरिसक्यौँ अब यतिमै गरेको त होइन हात चाहिँ दुखेको अनि मेरो अगाडि एउटा स्कुटी आयो जस्तो लाग्यो त्यही पनि मैले त्यसलाई जान दिएँ ठिकै छ अगाडि भान्जो चियासित खाएको थिएन र के चाहिँ गन्जी म ओभर डर छ होइन त्यही पनि मैले सोचेँ एकछिन सोचेँ बसेर अब अर्को पालि आउँदा के हुन्छ कसो हुन्छ कसले हान्ने नहान्ने हामी चाहिँ दुईजना फुल्ली प्रिपेयर है सन्दर्भमा भान्जा चाहिँ अहिले मेन्टली प्रिपेयर गर्दैछ गर्ने कि नगर्ने भनेर हामी मोटिभेट गर्दैछौँ हाउ टु विन फ्रेन्ड भन्ने बुकलाई रिकमेन्ड पनि गरिसक्यौँ भान्जो सोच्दै गर Make the bum bum beat, I'll give you melody. Make the bum bum beat, I'll give you melody. Make the song so sweet, you can come on with me. एक्सपिरियन्स हो क्या वर्ल्ड सेकेन्ड हाइएस्ट बन्जी पनि यति हानेपछि स्काई डाइभिङमा पनि त्यति प्रब्लम आउँदैन होला नि त त्यही सोचेरै हान्दिएको क्या मैले भने तँलाई देखेर मोटिभेट भएँ होइन सुरुमा अनि साथी आएको बेला एकजनाले हान्यो अर्कोले हानिदिइहाल्छु टाइम फर नेक्स्ट एडभेन्चर नेक्स्टको अब मेरो स्काई डाइभिङ होला सायद नै मेरोपट्टि है तर त्यो अलिक हानिन्छ होला जुर्का हामी फाल्ने मात्रै रहेछ क्या मेन हामी फाल्छु भन्ने सोचेँ अनि हामी फालिदिए पनि हालेँ
मेरो नदेखेको मौसमको देखिन्छ देखिसक्यो